सन् 2026 मा हुने टी20 विश्वकपमा नेपाली टोलीको खेलको टिकटका लागि निकै ठूलो उत्साह देखिएको छ। मुम्बईको प्रसिद्ध वानखेडे स्टेडियममा हुने नेपालका खेलहरूको टिकट बिक्री भारतका खेलहरूपछि सबैभन्दा बढी दोस्रो स्थानमा रहेको बेंगलोर मिररले समाचार लेखेको छ। नेपालले यसपटक समूह चरणका 4 खेल मुम्बईको वानखेडे रङ्गशालामा खेल्दैछ। मिररका लागि गौरव गुप्ताले स्रोतलाई उल्लेख गर्दै नेपालको खेलका लागि टिकटको उच्च माग भएको लेखेका हुन्। मिररसँग कुरा गर्दै एक स्रोतले बताए अनुसार भारतपछि सबैभन्दा धेरै टिकट नेपालको खेलका लागि बिक्री भइरहेको छ। यसले विश्वकपका दौरान वानखेडे स्टेडियममा नेपाली क्रिकेट समर्थकहरूको निकै ठूलो उपस्थिति हुने प्रश्न पारेको छ। विश्वकपको अन्तिम तयारीका लागि नेपाली टोली मुम्बईमा छ। श्रीलङ्काको ए टोलीसँग 3 अभ्यास खेल खेलेपछि मुम्बईमा पुगेको नेपाली टोलीले त्यहाँ एक साता अभ्यास गर्नेछ। भारतको मुम्बईमा तयारी गर्ने क्रममा नेपालले मुम्बईको एमसीए प्रेसिडेन्ट 11 विरुद्ध 3 अभ्यास टी20 खेलहरूको सिरिज खेल्ने तालिका छ। विश्वकप अघि नेपालले पहिलो वार्मअप खेल माघ 20 गते युएसँग र दोस्रो खेल क्यानाडासँग माघ 22 मा खेल्नेछ। दुवै खेल चेन्नईको एमए चिदावरम रङ्गशालामा हुनेछ। यी खेलपछि नेपाली टोली फेरि मुम्बई फर्कनेछ। यस पटकको विश्वकपमा नेपाल समूह सीमा छ। यो समूहमा नेपालसँगै इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेका छन्। नेपालले पहिलो खेल इङ्ल्यान्डसँग फेब्रुअरी 8 मा माघ 25 गते खेल्नेछ। अन्तिम खेल स्कटल्यान्डसँग फेब्रुअरी 17 फागुन 5 गते हुनेछ। नेपालका 4 खेल मुम्बईमा हुनेछन्। समूहमा शीर्ष 2 मा परेमा सुपर 8 मा पुग्ने सम्भावना हुनेछ।